यो भिडियो म किन बनाउँदैछु भन्दा मिस्टर डी माई लभ 5 वर्ष अगाडि चाहिँ तपाईले मलाई सरप्राइज गर्नुभएको थियो क्या। म कस्तो सरप्राइज भएको थिएँ अनि त्यो मोमेन्ट म बिर्सिँदिनँ। कति खुसी भएको थिएँ है। मलाई नजिकबाट चिन्ने व्यक्ति, मलाई माया गर्ने मेरो साथीभाइ दिदीबहिनी, मेरो हरेक परिवारलाई तपाईँले चाहिँ टेक्स्ट गरेर मेसेज गरेर सरप्राइज गर्छु भन्नुभएको रहेछ। अनि सबैले त्यो भिडियोहरू बनाउनु भएको थियो अनि म कति सरप्राइज भएको छु। अनि त्यसरी नै 5 वर्ष पछाडि तपाईँलाई पनि म सरप्राइज दिन गइरहेको छु। अनि उहाँहरूले पनि तपाईँलाई बर्थडे मेसेज विस गर्नुभएको छ। अनि भिडियो हेर्नु होला। अनि मलाई लाग्छ तपाईँलाई पनि खुसी लाग्नेछ। परमेश्वरले धेरै धेरै तपाईँलाई आशिष दिनुभएको होस्। जे तपाईँ गर्दै हुनुहुन्छ, जे कामहरू, आज तपाईँको पढाइहरू सबै असल हुनेछन्, सक्सेसफुल हुनेछ। छोरा जन्मदिनको शुभकामना। मेरो छोरालाई परमेश्वरले धेरै धेरै आशिष दिउन्। यो भन्दा पनि परमेश्वरको महान महान कामहरू छोराको जीवनबाट हुनेछ। म यही भन्न चाहन्छु, अझै धेरै परमेश्वरले पवित्र आत्मामा डोर्याउँदै हुनुहुन्छ। म यति नै भन्नु पर्यो मेरो छोरालाई। धन्यवाद। जय मसीह। जय मसीह। सबै देश विदेशमा रहेर यो भिडियो हेर्नुहुने सम्पूर्ण दर्शकलाई हृदयदेखि नै धन्यवाद। मेरो जेठा छोराको जन्मदिनको शुभकामना साथै परमेश्वरले आशिष गरून् र परमेश्वरको महान कार्यहरू पुरा गर्न सकेको होस् भनेर सदा हामी प्रार्थनामा सम्झिरहन्छौँ। अनि हजुरहरूमा पनि सदा सदाको लागि प्रार्थनाको हामी। Happy birthday, Dylan bhai. Happy birthday, Dylan Kopa. God bless you so much. And wish you more prosperous, successful, and a healthy year ahead. अनि परमेश्वरले उहाँको मुहार तिमीमाथि चम्काउन्। अनि we are so happy अनि धेरै खुसी छौँ अब तिमीसँग मिलेर परमेश्वरको सेवा अनि अरू मानिसहरूलाई परमेश्वरसँग डोर्याइरहेका छौँ। अझ मात्रामा परमेश्वरले तिम्रो जीवनमा प्रशस्त रूपमा आशिष गर्नुभएको होस्। अनि आँखाले नदेखेको, कानले नसुनेको, हृदयमा कल्पना नगरेको थोकहरू परमेश्वरले तिम्रो जीवनमा पुरा गर्नुभएको होस्। ह्याप्पी बर्थडे वन्स अगेन। Happy birthday to you. Happy birthday to you. Happy birthday Dilanda and God bless you. अनि यो समयमा म यो कुरामा धन्यवादी हुन चाहन्छु कि परमेश्वरले तपाईलाई हाम्रो जीवनमा एज अ बिग ब्रदर, एज अ फ्रेन्ड अनि त्यो व्यक्ति हामीलाई दिनुभएको छ, जुन व्यक्तिसँग आज हामी त्यो क्रुसको यात्रालाई शेयर गर्न पाएका छौँ। अनि सँगै कोअपरेटिभ भइकन परमेश्वरको नाउँलाई, परमेश्वरको गस्पललाई आज हामीले हाम्रो जीवनमा हामीले शेयर गर्न पाएका छौँ। एन्ड म यही प्रार्थना गर्छु अनि म यही आशिष तपाईँको जीवनमा दिन्छु कि यो सिजनमा तपाईँ जाँदै गर्दा परमेश्वरको आत्मा अनि परमेश्वरको डाइरेक्सन अझै मात्रामा तपाईँको जीवनमा म घोषणा गर्दछु। अनि परमेश्वरले तपाईँले चाहना गरेको हरेक असल इच्छाहरू पुरा गरिदिनु भएको होस्। अनि परमेश्वरले तपाईँको जीवनको हरेक त्यो कुनाहरूमा तपाईँको परिवारमा परमेश्वरले डिभाइन ब्लेसिङ दिइसक्नु भएको म घोषणा गर्दछु। And thank you for everything that you helped us with, that you help us with, and thank you for being a sweet person. Continue to be who you are, the lovable person, a person with a killer smile, the person with a humble heart. And at this birthday, we like to be grateful for your life. Happy birthday. God bless you. May God protect you and your family. And we speak all the blessings to you. Jai Masih. Jai Masih Dylan. Happy birthday to you. Many happy returns of the day.
परमेश्वरले गन्ती 6 को 24, 25, 26 अनुसार आफ्नो मुहार तिमीमा सधैँभरि चम्काइरहन्, कृपा गरिरहन् है। परमेश्वरको जुन आशिषलाई यो वर्षमा तिमीले अनुभव गर्ने पायो, अझै त्योभन्दा दोब्बर रूपमा आउँदो वर्षमा परमेश्वरको आशिषलाई म बोल्दछु। अनि परमेश्वरले उहाँको राज्यमा कुन कलिङको निम्ति उहाँको राज्यमा जुन योजना अनुसार परमेश्वरले बोलाउनु भएको छ, सबैको आफ्नो आफ्नो योजना छ, आफ्नो आफ्नो बोलावट छ, उहाँको राज्यमा आफ्नो आफ्नो स्थान छ। अनि परमेश्वरले त्यो स्थान, त्यो बोलावट, त्यो परमेश्वरको योजना, त्यो महिमा चाहिँ अझै चहकिलो रूपमा परमेश्वरले प्रकट गर्नुभएको होस् भनिकन म यो जन्मदिनमा तिमीलाई शुभकामना व्यक्त गर्न चाहन्छु है। परमेश्वरले अझै शक्तिशाली रूपमा उहाँको महिमाको निम्ति परमेश्वरले चलाउनु भएको होस् भनिकन डिलनको निम्ति म प्रार्थना गर्दछु। हाम्रो व्यक्तिगत जीवनमा पनि अनि हाम्रो टिममा जसरी डिलनसँग जोडिने मौका परमेश्वरले दिनुभयो, एकदमै खुसी छौँ। यस्तो कुराहरू हामीले सिक्न पाउँदैछौँ, सुन्न पाउँदैछौँ। अनि डिलनसँग यसरी जोडिनु पाउनु भनेको पनि हाम्रो निम्ति परमेश्वरले डिलनको मार्फतद्वारा हाम्रो जीवनमा पनि कतिवटा कुराहरू खोल्दै हुनुहुन्छ भन्ने म विश्वास गर्छु। अनि परमेश्वरले अझै शक्तिशाली रूपमा उहाँको महिमाको निम्ति परमेश्वरले प्रयोग गर्नुभएको होस्। उहाँले आफ्नो त्यो स्पिरिट अफ रेभुलेसन एन्ड त्यो नलेज, त्यो कुराहरू परमेश्वरले प्रकाश गर्नु, त्यो प्रकाशको आत्मा दिउन् भनिकन म यो जन्मदिनमा म शुभकामना म व्यक्त दिन चाहन्छु। जति धेरै आशिषमय थियो त्योभन्दा अझै बढ्ता आशिषमय होस् तिम्रो जीवन। यही छ मेरो मनको कामना कि परमेश्वरले अझै शक्तिशाली रूपमा उहाँको महिमाको निम्ति प्रयोग गरून्। यही छ जन्मदिनको तिमीलाई शुभकामना। Happy birthday to you, Dada. Happy birthday. May God bless you. Yes, we are grateful to have you as a brother and God bless you more. Hey Dylan bhai, happy birthday. Happy birthday, bhai. Ani God bless you. You are a truly special person. Ani तिमी चाहिँ परमेश्वरको राज्यको निम्ति हिरा हो। Yes, परमेश्वरले भाइको जीवनमा प्रशस्त मात्रामा आशिष गर्नुभएको छ। हाम्रो प्रार्थना अनि माया छ। Happy birthday, Dylan uncle. Hope you have a blessed day. Happy birthday Dylan uncle. Have a good day. Hello, Benna. Happy birthday to you. Hope you have a great birthday. I just want you to know that you're the best husband, wife, son, brother-in-law, and the best dad to our niece and nephew. I hope you are very best of luck for the future and successful in life, and all the happiness goes to you. Happy birthday, Dylan Mama. May the Lord fill more songs of praises into your heart. And thank you so much for being a great inspiration and role model to us youth. And may your worship expand and advance the kingdom of God. Once again, happy birthday. Have a blessed day. Happy birthday, Dylan Bhai. We are so blessed to have you as a worship leader at our church. Happy birthday. Have a blessed day. धेरै धेरै शुभकामना छ जन्मदिनको। राम्रो खुसी हुनु। ह्यापी बर्थडे नानी। ह्यापी बर्थडे नानी, ज्वाइँ नानी। जन्मदिनको शुभकामना। राम्रो गरेर खानु, मिलेर जुलेर नातिनीहरू नानी राम्रो हेर्नु, छोराछोरीहरू राम्रो गर्नु, आमा बाबुलाई राम्रो हेर्नु। Hello and Janmasi, happy birthday to you my brother, मेरो भाइ। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना मेरो अनि भेनाको तर्फबाट। मैले रोमी 15 को 13 लाई पढ्न गइरहेको छु तिम्रो लागि। आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्। यस हेतुदेखि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। यो वचन अनुसार म तिम्रो जीवनमा, तिम्रो परिवारमा अनि तिम्रो मिनिस्ट्रीमा म आशिष बोल्दछु कि तिमीले जे कामहरू गर्दछौ परमेश्वरले तिमीलाई शान्ति र आनन्दले भरिपूर्ण पार्नु भएको होस् र पवित्र आत्माको संगति तिमीसँग जहिले पनि रहेको होस्। जय मसी। जय मसी फुपा। ह्यापी बर्थडे भन्न चाहन्छु। मेनी मेनी ह्यापी रिटर्न्स अफ द डे। गड ब्लेस यु। परमेश्वरले लामो आयु दिनुहुनेछ अनि
परमेश्वरको राज्य सेवाकाईलाई लम्बा र लामो लानुहुनेछ. गड ब्लेस यु. ह्याप्पी बर्थडे. थ्याङ्क यू फुपा. हेलो दिलन भाइ, ह्याप्पी बर्थडे टु यु. जय मसी दिलन दाजु, जन्मदिनको धेरै धेरै शुभकामना. परमेश्वरले तपाईँको जीवनमा धेरै आशिष गर्नुभएको होस्. जय मसी सबैजनालाई. I would like to wish happy birthday to my brother Dilanda, and thank you for being there for always for me, spiritually हरेक कुरामा grow हुन, अनि thank you for helping me out every time. म तपाईँको लागि एउटा वचन पढ्न चाहन्छु. यशाया 41 को 10 ले यसो भन्दछ, यसैले नडरा किनकि म दर्शित छु, निराशायत नहो किनकि म तेरा परमेश्वर हुँ. म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु. आई स्पिक दिस वर्ड इन युर लाइफ. परमप्रभुले तपाईँलाई हरेक खतरादेखि, जोखिमदेखि, हरेक कुरादेखि जोगाउनुहुनेछ, अनि उहाँको करुणा र विश्वसनीयता तपाईँको जीवनभरि पछि लाग्नेछ भने म यो वचनलाई म बोल्दछु. अनि उहाँको हातले, उहाँको धार्मिकताको दाहिने हातले तपाईँलाई सधैँ सम्हाल्नुहुनेछ. थ्याङ्क यू. अनि वन्स अगेन ह्याप्पी बर्थडे दा. Happy birthday to our amazing worship leader Dylan Dada. You have a kind heart and a supportive spirit. Your guidance, talent, and dedication inspire all of us all. Wishing you a lot of joy, blessing, and God's continued grace. Once again, happy birthday. James C. Dilanda, happy birthday. परमेश्वर तपाईँलाई धेरै आशिष दिएका हुन्. अनि एउटा गीतद्वारा तपाईँको बर्थडेमा हजुरको जीवनमा अनि हजुरको परिवारमा आशिषलाई म बोल्दछु. परम प्रभुले आशिष दिउन् तिमीलाई, अनि रक्षा गरून्. उहाँको मुहार तिमीमा चम्किरहुन्, अनि शान्तिले जीवन भरोन्. आमेन. आमेन. उहाँको निगाह तिमीमा बनिरहोस्, हजारौं पुस्तासम्म. तिम्रा छोरा अनि छोरी, तिनका छोरा अनि छोरी जैतुन झै मौलाइरहोस्. तिमी पूर्व अनि पश्चिम, उत्तर अनि दक्षिण, भित्र जाँदा बाहिर आउँदा उपस्थिति यहोवाको सधैँ नै बनिरहोस्. धेरै माया मेरो प्यारो दादा अनि भाउजूलाई. Happy birthday to you. God bless you, Daddy. Thank you for always helping us and being the best daddy ever. I'm gonna play you a song.